बुढा नीलकण्ठमा यदि तपाईँले आफै बस्नको लागि घर खोजिरहनु भएको छ भने ल हेर्नुहोस् 4 आना क्षेत्रफलमा बनेको एकदमै राम्रो प्रपर्टी बिक्रीको लागि लिएर आइसकेको छु भने आस्किङ प्राइस जम्मा 3,50,00,000 राखिएको छ। प्रपर्टीको तपाईँलाई फुल टुरको रूपमा हुनेछ भने प्रपर्टी चित्त बुझेको खण्डमा मात्र फिल्ड भिजिट गर्न आइदिनु होला। अब प्रपर्टी मजाले टुर गरौँ। तपाईँले मजाले हेर्न सक्नुहुन्छ। प्रपर्टी तपाईँले बक्स डिजाइनको पाइरहनु भएको छ भने घर तपाईँले उत्तर र पश्चिम मोडामा फर्केको पाइरहनु भएको छ। उत्तरतिर हेर्न सक्नुहुन्छ तपाईँले मजाले 13-14 फिट पिच गरेको बाटो पनि पाइरहनु भएको छ भने यसको पश्चिमतिर साइडमा पनि तपाईँले 14 फिट पिच गरेको बाटो पाइरहनु भएको छ। एकदमै राम्रो प्रपर्टी रहेको छ हजुर। प्रपर्टी तपाईँले 4 आना क्षेत्रफलमा बनेको पाइरहनु भएको छ भने तपाईँले डबल लाइट सिलिङ नि पाइरहनु भएको छ। अब म तपाईँलाई सरस्वती प्रपर्टीको फुल टुर नि गराउन गइरहेको छु। लाउनुहोस् म अब यहाँ देखाउने नै छु। इन्ट्री गर्दा साथ तपाईँले यहाँनिर एउटा ठुलै गाडी अटाउने पार्किङ स्पेस नि पाइरहनु भएको छ भने तपाईँले त्यो उत्तर भेगमा तपाईँले बोरिङ पनि पाइरहनु भएको छ। यसको यतापट्टि साइडमा हेर्न सक्नुहुन्छ। यतापट्टि पनि तपाईँले कमन बाथरुम पाइरहनु भएको छ। बाहिरपट्टि राखिएको छ भने भुइँमा ओछ्याइएको यो पार्किङ टाइल नि एकदमै राम्रो प्रयोग गरिएको छ। माथिपट्टि फल सिलिङ हेर्नु सक्नुहुन्छ। एकदमै राम्रो डिजाइन गरिएको छ भने मुनिपट्टि तपाईँले 2 BHK रेन्टल स्पेस पाइरहनु भएको छ। अब जाउँ सरस्वती मासतिर। यतापट्टिबाट हामीलाई पर्सनल भित्र जाने स्पेस रहेको छ भनेदेखि यतापट्टि मुनिपट्टि जुत्ता राख्ने स्पेस रहेको छ। हेर्न सक्नुहुन्छ। भुइँमा पनि मजाले मार्बल प्रयोग गरिएको छ भने पहिलो तलामा ग्रिल पनि हालिएको पाइरहनु भएको छ। भुइँमा तपाईँले एकदमै A1 क्वालिटीको मार्बल प्रयोग गरेको पाइरहनु भएको छ। रेलिङमा तपाईँले एल्युमिनियमको पाइरहनु भएको छ भने सजावट पनि एकदमै राम्रो डिजाइन गरी बनाइएको छ। अब म तपाईँलाई सरस्वती भित्र पनि लगिरहेको छु। प्रपर्टी तपाईँलाई मजाले म टुर गराउने छु भने ल जाउँ। यो भयो हाम्रो लागि लिभिङ स्पेस। ल हेर्नुहोस् लिभिङ स्पेस पनि एकदमै स्पेसियस छ भनेदेखि माथिपट्टि तपाईँले डबल लाइट सिलिङ पनि पाइरहनु भएको छ। ल हेर्नुहोस् म यो साइडबाट पनि देखाइरहेको छु। यतापट्टि पनि तपाईँले बाल्कनी स्पेस पाइरहनु भएको छ। ल हेर्नुहोस् बाल्कनी स्पेस पनि एकदमै ठुलो रहेको छ भने मुनिपट्टि तपाईँले हेर्न सक्नुहुन्छ। यो अहिले पश्चिमपट्टिको साइडमा तपाईँले देखाइरहेको छु। बाल्कनी स्पेस एकदमै ठुलो छ है हजुर। यहाँबाट अब सलक्क भित्र छिरे माथिबाट हेर्न सक्नुहुन्छ। तपाईँले फल सिलिङको पनि एकदमै राम्रो डिजाइन गरिएको छ भनेदेखि यतापट्टि सोफाहरूको लागि स्पेस रहेको छ। यतापट्टि तपाईँले टिभी क्याबिनेट नि पाइरहनु भएको छ। म अब यतापट्टिबाट अर्को बाल्कनी स्पेस नि म देखाइरहेको छु। यो बाल्कनी स्पेस चाहिँ तपाईँले उत्तरतिरको फेसमा पाइरहनु भएको छ। यो बाल्कनी स्पेसबाट हेर्दाखेरि मुनिपट्टि तपाईँले बाटो देख्नुभयो। यो चाहिँ तपाईँले उत्तर मोडामा फर्केको देखिरहनु भएको छ। ल हेर्नुहोस् तपाईँलाई सरस्वती म देखाइरहेको छु।